नमस्ते, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मुस्कान 95.5 मेगाहर्ज। कार्यक्रमको नाम हो युवा शक्ति नै देशको शक्ति हो। कार्यक्रमको साथमा तपाईँ माझमा उपस्थित भएका छौँ। प्राविधिक मित्र अनिसको साथमा म हो कार्यक्रम संचालक अमित यादव। यो कार्यक्रम हरेक सप्ताह 9 बजेदेखि 9:30सम्म तपाईँ माझ प्रस्तुत हुने गर्दछ। यस कार्यक्रममा हामी एउटा युवाले देशलाई के दिन सक्छ, कसरी दिन सक्छ भन्ने विषयमा हामी यहाँहरूको बिचमा प्रस्तुत गर्दै आइरहेका छौँ। आउनुहोस्, अब यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। हामी अगाडि बढाउन गइरहेका छौँ है त। आउनुहोस्, आजको विषयवस्तु रहेको छ जब म ठुलो हुनेछु, when I become a big boy। एउटा सानो बच्चाले के सोच्छ, जब म ठुलो हुनेछु तब यो गर्छु त्यो गर्नेछु र धेरै खुसी हुनेछु भन्छ। जब ऊ ठुलो हुन्छ त्यसपछि कलेजको पढाइ सक्छु अनि यो गर्छु त्यो गर्छु र फेरि खुसी हुनेछु भन्छन्। र जब ऊ जागिर पनि खान थाल्छन् त्यसपछि बिहे गर्छु त्यो गर्नेछु र खुसी हुनेछु भन्छन्। जब बिहेपछि हुन्छ तब मेरो छोराछोरीले पढाइसकेपछि यो गर्नेछु त्यो गर्नेछु र खुसी हुनेछु भन्छ। छोराछोरीको स्कुलको पढाइसकेपछि म जब सेवानिवृत्त हुनेछु तब यो गर्नेछु त्यो गर्नेछु र खुसी हुनेछु भन्छ। र जब सेवाबाट पनि तिनी स्वतन्त्र हुन्छ त्यसपछि उसले के देख्छन्, उसले आफ्नै आँखाको सामु जिन्दगी त बितिसकेछ भन्ने चाल पाउँछ। म गम्भीरतापूर्वक सोचिरहेको हुन्छु, जस्ता गहन वाक्यहरूको प्रयोग गरेर केही मान्छेहरू आफ्नो जीवनमा विलम्बताको अभ्यास गर्ने गर्छ है। र 6 महिनापछि पनि तिनीहरू विश्लेषणरत नै हुन्छन्। के कुरा तिनीहरूले बुझ्न सकिँदैनन् भने उनीहरू एउटा रोगबाट सताएका छन्। त्यो रोग हो विश्लेषण गर्ने पक्षघात। यस्तो मान्छेहरू कहिले पनि सफल हुँदैनन्। ढिलाइ गर्ने मानिसहरूको एउटा अर्कै जाति पनि हुन्छ मलाई लागेको छ। उनीहरू म तयारी गरिरहेको छु भन्छ तर कहिले पनि तयारी गरिँदैनन्। उनीहरूले तयारी गरिरहेको छु भनेको 6 महिनापछि पनि तयारी गरिरहेको हुँदैनन्। तिनीहरू बहाना बनाउने रोगबाट ग्रसित भएको कुरा चाल पाइरहेका हुँदैनन्। त्यसैले तिनीहरू बहाना बनाइ नै राख्छन्। हो साथीहरू, हो आज हामी यसबाट के सिक्यौँ भने खुसी हुनको लागि भविष्य नै हाम्रो राम्रो हुनुपर्छ भन्ने छैनन्। हामीले वर्तमानमा पनि हामीले खुसी हुँदै आफ्नो जीवनलाई अगाडि बढाउँदै गयो भने त्यो ठिक हुन्छ, बेटर हुन्छ है भन्न चाहन्छु। र आजको कार्यक्रमको अन्त्यतिर हामी आइसकेका छौँ। त्यसो भए प्राविधिक रूपमा साथ दिनुहुने प्राविधिक दाजु अनिसलाई पनि धन्यवाद दिँदै कार्यक्रम मुस्कानबाट म कार्यक्रम प्रस्तुता अमित यादव पनि छुटिन चाहन्छु। हस्त यहाँहरूको दिन शुभमय होस् भन्न चाहन्छु। धन्यवाद।